हाम्रो चाहिँ जोग रमाइलो हुँदैछ अनि हाम्रो खाजा चाहिँ यस्तो आएछ टोरीमा कति राम्रो देखिरहेछ तिमीलाई यो चाहिँ यिनीहरूको आजको काम हो हेलो साथीहरू वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी मर्निङमा नै उठेर कन्स्टान्सा जाँदैछौँ म मेरो बहिनीको साथी हामी 3 जना भएर चाहिँ कन्स्टान्सा जाँदैछौँ अहिले चाहिँ हामी बस कुद्दै हेरौँ त्यो चाहिँ भिडियो बनाउँछौँ होइन त्यो चाहिँ हामी चाहिँ यहाँ बस कुद्दैछौँ बहिनीहरू चाहिँ त्यहाँ बस्दैछ हेर्दैछ त्यो बसेको हेरेर हाम्रो चाहिँ बिजोग रमाइलो हुँदैछ ल हामी चाहिँ कन्स्टान्सा जानलाई चाहिँ पुटरेसको चाहिँ गाह्रो आइसक्यौँ यसो छ हाम्रो हालत चाहिँ यस्तो हालत यस्तो छ झन् हेर्दा पनि कस्तो बिरत्त चल्दछ नि त्यो गाह्रो त हामी झन् त्यस्तै छ रातभरि सुतेको होइन यस्तो तालमा हिँड्नु पर्यो फेरि अनि भिडियो बनाउँदाखेरि म चाहिँ यहाँ एक्लै के एकजना चाहिँ त्यो आफ्नै सुरु हिँड्ने एकजना त्यो आफ्नै सुरु हिँड्ने म चाहिँ दिन्थ्यौँ एक्लै कम्पनी दिनु पर्यो नि यार टिकट पनि काटिसक्यो 3जनालाई कुर्दैछौँ त्यो ट्रेन चाहिँ हामी त आज ट्रेन पनि कति लामो हो फर्स्ट टाइम यति लामो ट्रेनमा चढेको है आज हामी कन्स्टान्सा जान्छ भनेर सोचेको थियौँ किनभने हाम्रो 8:17को थियो होइन हामी अहिले कति बजिसक्यो बल्ल ट्रेन चढेको कतिखेर जाने कतिखेर घुम्नु हामी चाहिँ बिहान उठेर कफी पनि खान पाएन चिया पनि खान पाएन यस्तो पानी अनि हाम्रो खाजा चाहिँ यस्तो आएछ टोकरीमा यही खाएर जानुपर्छ अब भर्खर निकाएर उठेँ बहिनीहरू चाहिँ त्यही सुतिरहेछ एकजना खराब छ हामी चाहिँ फाइनल्ली कन्स्टान्सा आइसक्यौँ हाम्रो सामान रोक्ने मान्छे चाहिँ हामी चाहिँ फ्री ए अघि जाँदा नि हिँडेर गएको यत्रो लामो यो जाँदा नि हिँडेर जाने बोल्ने बोल भनेर बोल्ने मान्छे अगाडि गएर आमा मम्मी यहाँ चाहिँ समर भएको हेर होला मान्छे नि कति धेरै छ कति राम्रो देखिरहेछ तिमीलाई यो त झन् यही भइहाल्यो हामी चाहिँ फाइनली गाह्रो पनि आइसक्यौँ कन्स्टान्साको अब थाहा छैन कताबाट बस जान्छ 101 जान्छ भनेर भनेछ थाहा छैन कता हो हामी चाहिँ बसबाट जाने डिसिजन लियौँ त्यही भएर हामी चाहिँ हिँड्दैछौँ खाँदै मेरो बहिनी त भरिया भएको छ न के अरे रुबिना तिमी र म मात्र हो यहाँ भ्लगर होइन यहाँ हेड लगाउने होइन क्या घुम्न आएको जस्तो क्या बिचरा मेरो बहिनी यहाँ कुली भएको छ त्यहाँ हामी चाहिँ बसबाट झर्ने बित्तिकै आइपुग्छ भनेर चस्मा खै निकाल मेरो आँखामा तर त्यस्तो चाहिँ भएन हिँड्दैछौँ अब फेरि अझै टाइम लाग्छ अरे माइ गड हामी जाने ठाउँमा त अझै हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ अब जाउँ हेरौँ के हुन्छ ल हामी चाहिँ फाइनली आइपुग्यौँ कन्स्टान्सा धेरै टाढा रहेछ हामीले सोचेको भन्दा हामी चाहिँ यहाँ आइपुग्यौँ ढोकै हामी चाहिँ आज आइपुग्यौँ मेरो हालत त्यस्तो भइरहेछ गर्मीले ल हामी चाहिँ यहाँ एकछिन फोटोसुट पनि गऱ्यौँ सकायौँ अनि हामी चाहिँ अहिले चाहिँ यहाँ रेस्ट गर्दैछौँ बहिनीहरू पनि रेस्ट गर्दैछ हामी पनि रेस्ट गर्दैछौँ बस्दैछौँ राम्रो छ हजुरहरूलाई पनि घुम्न आउनु मन छ भने आउनु सक्नुहुन्छ यहाँको सिन चाहिँ घुम्न जाउँ भनेर मात्र के गर्नु यसरी पोकाउहरू बोकेर हिँड्दाखेरि पो हो त गाह्रो म चाहिँ यहाँ भ्लगर भएको खुसियालीमा मैले चाहिँ केही सामान बोक्नु परेको थियो है हुन त यो ट्याक्सीहरू होला सायद
कस्तो लाग्दैछ त सामान बोकेर बढिया भइरहेछु म बढिया भरिया कि बढिया भइरहेछ कता जाने रे हामी अब ल अब नआएसम्मलाई चाहिँ बाई बाई अब हामी चाहिँ कहिले आउँछ थाहा छैन अब यो वर्षलाई चाहिँ यति नै दिदीबहिनीहरू घुम्यो रमाइलो गर्यो बहिनीहरूको चाहिँ पहिलो अनुभव रे अनि मलाई कस्तो नराम्रो देखिरहेको छ क्या कस्तो नहाल चलो भाई देखो अब मैं क्या करता हूँ कस्तो नराम्रो राम्रै देखिरहेछ नि हौ यो बोका यताबाट पानी त्यो छ यहाँको पानी हाम्रो चाहिँ ब्यागहरू भएको भएर चाहिँ अलिक झ्याउ भयो क्या अब यो ब्यागहरूलाई चाहिँ थन्काइदिने अनि त्यसपछि चाहिँ अनि मजाले घुम्नुपर्छ त्यो पछि चाहिँ बिचतिर जानुपर्छ हेर के हुन्छ यहाँको यो चाहिँ यस्तो छ के अरे बुकारेस्ट भन्दा चाहिँ अरू सिटी चाहिँ धेरै राम्रो छ होइन सबै सिटी नै राम्रो छ बुकारेस्ट चाहिँ काठमाडौँ हो बुकारेस्ट चाहिँ अनि हामी यो आएको ठाउँलाई चाहिँ के भन्न मिल्छ यसलाई चाहिँ जान चाहिँ उता पनि जानु मन थियो यहाँ पनि जानु मन थियो तर के गर्नु टाइम छैन हामीसँग हामी चाहिँ एकछिनपछि चाहिँ सिटी बस चढ्ने पनि हाम्रो प्लान छ अहिलेलाई चाहिँ हाम्रो चाहिँ 2 खुट्टे अहिलेलाई चाहिँ हाम्रो 2 खुट्टे क्या सिटी बस चढ्ने चाहिँ अलिक पछि भिडियो आउँछ हेर्दै गर्नु होला हामी चाहिँ कन्स्टान्जाको चाहिँ पोर्टमा आएको हो यो घुम्नलाई चाहिँ अब यस्तै हो हामी चाहिँ बसै चढेर हो गइरहेको अब हामी चाहिँ अपार्टमेन्ट जाँदैछौँ यहाँ चाहिँ जम्मा 3 रुपियाँ मात्रै रहेछ हो बस चढेको चाहिँ ब्रासोपमा चाहिँ 5 रुपियाँ थियो यहाँ त 3 रुपियाँ मात्रै रहेछ कति आउनु हामीले चाहिँ के हो अरे यहाँ कहाँ हो अरे हामी आएको कन्स्टान्जा आएर चाहिँ चेरी पनि बोक्यो अनि त्यसपछि खरबुजानी बोक्यो अहिले खानालाई हामी बस्ने अपार्टमेन्ट चाहिँ यो हो किचन यहाँ चाहिँ 2जना सुत्न मिल्छ अनि त्यसपछि यहाँ चाहिँ एकजना यहाँ पनि 2जना नै हो अनि त्यसपछि कसरी खोल्न मिल्दैन टोइलेट बाथरुम चाहिँ कता छैन के हो अनि राम्रै छ हामी चाहिँ अब के अरे अपार्टमेन्ट थियो हाम्रो चाहिँ अनि त्यसपछि त्यसमा चाहिँ खाजासाजा खाएर अब हामी चाहिँ बिचतिर जान लागेको गाह्रो छ हौ गर्मी पनि कस्तो गर्मी छ घर जाने दिनसम्म त डढेर कालै हुन्छ जस्तो लागिरहेछ मलाई बहिनीहरू चाहिँ उपसार टिकटक बनाउँदै हिँडिरहेछ म चाहिँ अगाडि हिँड्दैछु नजाने होला हामी चाहिँ थाकेर यहाँ बस कुर्दा दिमाग खराब भइसक्यो मेरो त आँखा पनि यस्तो भइसक्यो एकदम गाह्रो ल अब चाहिँ हाम्रो बस पनि आउन लाग्यो अब हामी चाहिँ जाँदैछौँ खै बस कुर्दा पनि दिमाग खराब हुँदो रहेछ चाहिँ हाम्रो डेस्टिनेसनमा पनि आइसक्यौँ मैले चाहिँ रेकर्डहरू गरिरहेको थिएँ अनि त्यसरी चाहिँ कति कुराहरू बोली पनि रहेको थिएँ त्यतिखेरसम्म चाहिँ मलाई चाहिँ होइन आफ्नो माइक अफ भएको छ भनेर पनि थाहा थिएन अनि म चाहिँ बोल्दै थिएँ हामी बल्ल आइपुग्यौँ भनेर खुसी हुँदै थिएँ तर घर आएर हेर्दाखेरि चाहिँ मेरो चाहिँ एउटा पनि भोइसहरू चाहिँ रेकर्ड पनि भएको थिएन
हामी चाहिँ यहाँ पुग्दाखेरि चाहिँ साँझको 6-7 नै बजिसकेको थियो। हामी चाहिँ ममाया नर्थ आएको थियौँ अनि त्यसपछि हेर्दाखेरि चाहिँ कोही नै मान्छेहरू पनि थिएन। अनि यहाँको सिनहरू चाहिँ राम्रो सफा देखिरहेको थियो मान्छेहरू नभएको भएर। हामी चाहिँ वरिपरि हेऱ्यौँ। पहिला सुरु हामी चाहिँ आइपुग्यौँ। उतै गएको भए हुने रहेछ बरु है। हेरौँ न जाउँ कता छ। मेरो चाहिँ कति ठाउँमा माइकहरू अफ भइरहेको थियो त्यो पनि मलाई चाहिँ थाहै थिएन। सायद चाड सकिएर होला हामी चाहिँ घुम्यौँ। कताबाट जाने बाटोहरू पनि त्यति राम्रोसँग थाहा थिएन। त्यही यताउता हेर्दै घुम्दैछौँ। आइपुग्यौँ। हामी चाहिँ घुम्दैछौँ। यो पछि पनि कति क्लिपहरूमा चाहिँ मेरो भोइस पनि सुनेको थिएन, बहिनीको पनि सुनेको थिएन। सायद चार्जर सकिएको भएर होला। हामी चाहिँ यताउता हेर्दै थियौँ अनि त्यसपछि घुम्दै थियौँ। सामानहरू पनि हेऱ्यौँ। साइडमा चाहिँ कस्तो राम्रो डलहरू पनि थियो तर हामीले चाहिँ किनेनौँ किनभने हामी चाहिँ ब्ल्याक सी मात्र हेर्न गएको थियो नि त। त्यही भएर दायाँ भाइ चाहिँ त्यस्तो केही नै हेरेनौँ, त्यस्तो केही नै किनेनौँ। यहाँ चाहिँ यस्तो छ। हामीले चाहिँ अब यहाँ घुम्यौँ। आज बिच देखाउँछु भनेको के अरे उता साथै नदेला जस्तो छ क्या। अघि नै त्यहाँबाट छिरा भए हुन्थ्यो क्या। तेरिको मजा। ल जाउँ यता जाउँ। जाउँ जाउँ। वाह कति आनन्द आउने छैन त। जसरी पनि पानी खेल्नु पर्ने होइन तिमीहरूलाई। यस्तो त नि उता गयो भने पनि छ त तर किन जाने हो र उता। धेरै बोल्छस् ल। यो चाहिँ कन्स्टान्जा हो। यस्तो निलो पानी भएर मान्छे त नङ्गे नङ्गे हामी चाहिँ कस्तो ठाउँमा आए पनि थाहा छैन। कस्तो हरियो रहेछ। हामीलाई त जान नि मन लागेन हौ। यस्तो छ मान्छेहरू चाहिँ बसिरहेछ। यस्तो छ हौ पानी त छ्या। हामी चाहिँ समुद्रमा रमाइलो गर्दैछौँ। भाइ म चाहिँ आज कन्स्टान्जा बोलेको भयो भनेको होइन। कति 3 2 ए भइरहेको रहेछ यार। पहिलो कस्तो हो यो पस्नै नभएको तपाईँको भिडियो किन। म चाहिँ आज कन्स्टान्जा आएको अनि म चाहिँ पानीमा पनि केले एकछिन अनि त्यसपछि मैले चाहिँ यहाँ फोकस गर न। यहाँ गरिरहेको छु त यहाँ ल्याउन क्यामेरा। अनि मैले चाहिँ यति धेरै सेलहरू कलेक्ट गरेँ अनि त्यसपछि यता गरेँ यता हुँदैन। बहिनी चाहिँ यस्तो हालतमा चाहिँ टिप्दैछ योहरू चाहिँ यस्तो हालतमा। कस्तो राम्रो राम्रो छ कि कति धेरै छ। कस्तो राम्रो छ। अनि यस्तो पनि छ यी। मलाई चाहिँ चिसो पनि लागिसक्यो। यस्तोहरू छ धेरै थरी थरीको परेको छ। हजुरहरूलाई पनि चाहियो भने चाहिँ कन्स्टान्जा आउन सक्नुहुन्छ। अब चाहिँ सेल कलेक्टमा चाहिँ मेरो बहिनी पनि जुटिसकेको छ। यो चाहिँ यिनीहरूको आजको काम हो। यिनीहरूले जति धेरै कलेक्ट गर्न सक्छ यिनीहरूले त्यति पैसा चाहिँ धेरै कमाउँछ। त्यही भएर यिनीहरू चाहिँ खोजिरहेको। म चाहिँ आज कन्स्टान्जा आएको अनि मैले चाहिँ यति धेरै सेलहरू कलेक्ट गरेको छु। अनि हामी चाहिँ आज कन्स्टान्जा आयो किनभने हाम्रो चाहिँ भ्याकेसन सुरु भइसकेको थियो। अनि म मेरो बहिनीहरू आयो अनि अब हजुरहरूले चाहिँ मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि त्यसपछि डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। बाई।